नमस्ते जोडले आज चाहिँ म यता मास्तिर जङ्गलतिर जाऊँ भनेको जङ्गलतिर जानु पऱ्यो यसो कस्तो नयाँ बाटो थाहा छैन कि कस्तो हो मास्तिर त्यही भएर अब हिँड्दै हाइकिङ गरे जस्तो यसो पनि हुन्छ यता बाटो खनेको रहेछ कि त्यता जानु पऱ्यो कस्तो हुन्छ है यता मास्तिर गइदिनु हुन्थ्यो यता मास्तिर अलिक घारी छ कि जुगा आउँछ कि यताखेरि जुगाले क्याप पारे अन्त पारे यहाँबाट नत्र सिधै माथि मेसलाङ निस्किनु मन लाग्थ्यो जङ्गलमा अब उताबाट जान्छु है त सो एकैछिनमा उताबाट गयो सिधै अब जाँदैछु कि घर चाहिँ ऊ यहाँ हो यहाँबाट आएकोमा पानी चाहिँ यहाँ आएको ट्याङ्कीहरू अस्तिको अर्को ब्लकमा अस्ति पहिलाको ब्लकमा नि देखाइसकेको छैन त्यताको त अनि यता चाहिँ पोखरा सिटी हो पोखराको मौसम चाहिँ आनन्द घाम लाग्यो होइन शीतल भइरह त्यही भएर म नि शीतलमा यसो हिँडिरहेको म चाहिँ आज यतातिर जङ्गलतिर जानु पऱ्यो क्या यता मासतिर कस्तो रहेछ थाहा म नि गएन यताखेरि भूत आउनु पनि सक्छ अघि दोजर गएको त देखिरहेको थिएँ कि यताबाट तल तल गयो भने लेक साइडतिर पुगिन्छ नि उता साइडमा म चाहिँ यहाँबाट माथि भयो सकेसम्म माथि मेसलाङमै पुगिदिन्छु अहिले चाहिँ कति बजी 11 बज्नु लागिसक्यो 11 बजे नि घाम लागेन आज पोखरामा शीतल छ 11 बजेको मौसम पनि यस्तै बुटोल चितवनतिर तराईतिर त डेन्जर गर्मी छ होला उता म चाहिँ अब यता गइदिन्छु कि यताखेरि कता भूत आउने त होइन गोस्टहरू तर यता डोजर गएको देखेको थिएँ डराउन त डराउँदिनँ के डराइराख्नु होइन डराउनु पनि त भएन जो डर गया हो मर गया दामी हिमालहरू त पुरै छेकियो के यो साइडतिर माथि सब हिमाल छ यो बाटो त चौर जस्तै रहेछ चौर भन्दा नि ग्राउन्ड उही कता पुग्छ यो बाटो जाँदा जाँदा उताको लेक साइडको भ्यू पनि देखिन्छ जस्तो छ मलाई चाहिँ त्यस्तै लाग्यो यता तल चाहिँ मालेपाटन अस्ति नै भिडियोमा मालेपाटनले मियापाटन भन्ने छ डोजर नि उतै गएर रहेछ कहाँ जाँदो रहेछ यो बाटो मलाई थाहा छैन कि यो बाटो गएको छैन गइदिउँ भनेर आएको ब्लक त हिँडेरै हानिन्छ ओहो हिलो यार डोजर र यो ट्र्याक्टरको ठुलो टायर एउटै हुँदो रहेछ कि त्यो यस्तो वाला खन्नी ए कस्तो यस्तो नि हुन्छ साँच्चै कस्तो कपाल लामो भएर काट्नु परेर पहिला भर देखाउने बेला त जिरोमा हानिन्थ्यो कि अहिले चाहिँ हानिन्न मासतिर पोखरा सिटी चाहिँ तल छ है म चाहिँ माथि गएको यो बाटो त कहाँ पुग्दो रहेछ डर पो लाग्यो ए डोजर यता रहेछ डोजरहरू पनि रहेछ के गर्दो रहेछ यता उता जाने बाटो छ कि छैन छन त छ होला त्यस्तै लागिरहेको उता जाने बाटो भयो भने राम्रै हो डोजरहरू पनि रहेछ के गर्न आउँदो रहेछ त डोजर यस्तोमा बाटो चाहिँ किन बनाएको तलबाट हुन्छ बाटो पिचको बाटो भूतहरू आउनु त होइन त यस्तो जङ्गलमा एक्लै हिँडेर है माथि यस्तो जङ्गल छ यता त अलिक पातलो रहेछ उताको जङ्गल छ अझ डेन्जर भन्दा पनि डेन्जर छ उताको जङ्गल चाहिँ त्यही भएर म चाहिँ उता जान्छु भनेर आएको खासमा यहाँ तल चाहिँ मालेपाटन बुझ्छ ए डोजर त यहाँ फसिएछ नि त डोजर यता तल चाहिँ उस छ ए यहाँ टायर हाल्न आएर टायर रे
भित्रको त्यो उस हाल्न आएको जस्तो लाग्यो मलाई चाहिँ डोजर चाहिँ यहाँ रहेछ ट्र्याक्टर डोजर चाहिँ डोजर उता जान सकेन जस्तो डोजरलाई हान्यो अन्त हान्यो पाइप हालेर चाहिँ यहाँ पाइप यस्तो फसिएछ यहाँ चाहिँ खन्दै रहेछ उही कालिज हो कि क्या हो कालिज पनि पाउँदो रहेछ कि यता त वन कुखुरा भन्छ पहिला पहिलाको बुढाहरूले त त्यो गन्डा ठुट्यौँ भन्थ्यो कि भरुवाले पहिला पहिला है आजकल चाहिँ छैन होला नत्र गाउँतिर त्यस्तो गनहरू हुन्थ्यो कि पहिला त भरुवा उता जम्मू कश्मीरतिर भए जस्तै घरैपछि हुँदैन नि त ओहो जान त गयो यार 1 बजे फेरि उता क्याफे जान एकैछिन भएन यसो भ्लग बना भनेर हो कि कहाँ पुग्छ यो बाटो देखाउनु पऱ्यो अब म नि कहिले आएको होइन कि यो फेरि जङ्गलको बाटो बाघ आउने हो कि यता यता मास्तिर जाने नि रहेछ कि रे अब कता पुगिन्छ थाहा छैन आफ्नै तालमा हिँडिन्छ डोजर चाहिँ त्यहाँबाट आउन नसकेको रहेछ आउन नसकेको आफै बाटो बनायो भने बनाउनु त त्यो ढलको त्यो हालेर रहेछ कि त्यसमा त्यही भएर आएको रहेछ ओए उताबाट त लेक साइडको भ्यू देखिन्छ कि क्या हो तर यहीँबाट चाहिँ देखिन्न क्या अलि उतै पुग्नुपर्छ होला जस्तो लागेर अब थाहा छैन हेरौँ कहाँसम्म पुग्दो रहेछ यो बाटो मासतिर गयो भने मेखलाङमा पनि पुगिन्छ होला मलाई त्यस्तै लागिरहेको लेक साइड चाहिँ पुगिन्न जस्तो तलतिर झरिदियो त यो बाटो चाहिँ यहाँ तलको हरियो डाँडा पुग्छ जस्तो डेटिङ स्पोट छ कि त्यताखेरि पुरा डेटिङ बस्नेहरू आउँछ अनि सुट्टा भन्छ कि जी भन्छ नि जी खानेहरू नि आउँछ यहाँ तल डाँडामा यो बाटो त यता झरेर रहेछ त्यहाँ म चाहिँ यता मास्तिर जानु पर्ला मेरो अनुसार चाहिँ म यता जान्छु बाटो चाहिँ यता गएर रहेछ कि कता हो कि यहीँसम्म बाटो ओइ ए बाटो यतै गएर रहेछ कि जामा अब कता पुगिन्छ होइन पोखरा यता मात्र होइन कि यता नि छ मैले चाहिँ अहिले भिडियोमा यो साइडमा त देखाइरहेको हुन्छ है लेक साइड त यो साइड यो डाँडाको उता चाहिँ लेक साइड हो कि ओ यो एरियातिर ओ यो एरियातिर चाहिँ लेक साइड हो म चाहिँ यहाँबाट बाटो छैन जस्तो छ के बनाएको यहाँ चाहिँ थाहा छैन त्यही पनि जाऊँ नत्र यो माथिको बाटो जानु पर्ला भनेको हो लेक साइडको भ्यू देखाइदिन्छ भनेको उताको साइडमा गएर खोइ देखिन्न कि क्या हो के बनाएर रहेछ यहाँ यस्तो तमगारो लाएर राख्दै यसमा त ए यहाँ त कामहरू चलिरहेको रहेछ यार यहाँबाट बाटो रहेछ तलबाट बाटो रहेछ यहाँबाट यता उक्लिन्छ के अरे आज चाहिँ जुकाले भ्याउला जस्तो छ है बाटो त हो जस्तो देखेछ कि बाघ नआइदियो हुन्थ्यो अरू भन्दा बाघ आउँछ रे कि पोखराको फेरि माथि माथि सुनेको है मैले चाहिँ सुनेको देखेको चाहिँ छैन सुनेको उही डरलाग्दो रहेछ त्यहाँ यो एरिया चाहिँ उता तल कता भन्ने यार यता चाहिँ कृष्टि डाँडा देखिरहेको कृष्टिको तल छोरे पटन अलि यता बिरौता लेक साइड चाहिँ ठ्याक्कै यसले छेकिरहे ठ्याक्क त्यो डाँडासम्म चाहिँ पुग्छु म भनेको तर बाटै देखिनँ क्या यहाँ तलबाट नि रहन्छ यहीँसम्म उता पुग्न मन लाग्थ्यो बाटै छैन त्यहाँ यो त मासतिर जङ्गलतिर गएर उता जाने बाटो छैन क्या अरू भन्दा नि डर लागेर यार भुट नआइदियो भने त यार भूत हो कि भूत गोस्ट एक्लै हिँडिरहेको यार डर पनि लाग्छ कि ओ उता त्यो डाँडामा गयो भने ट्याक्कै लेक साइड देखिन्छ मस्त भ्यू देखिन्छ म चाहिँ अब हाइकिङ हिँड्ने जस्तै गइरहेको मासतिर
उक्लिरहेको छु के भूत देखेँ भने पनि क्यामेरामा कैद गर्नु पर्ला है म फिनिस भए पनि अब क्यामेरामा रहिरहोस् भनेको यो बाटो त मास्तिर जान्छ दे यता जान्न कि क्या यता छ होला भने उता पुग्छ कि होला भने त मास्तिर गइरहेको त्यो बाटो त्यहाँ डर पनि लागिरहेको थकै लाग्दो रहेछ उकालो बाटो चढेको थकै लाग्यो पहिला त दिनदिनै काउदाड अन्नौड हानिन्थ्यो तलबाट फेड बाटो माथि चाहिँ मेरो कति थियो रेकर्ड यार समथिङ 24 हो कि कति मिनट्समा ठ्याक्क चापापानी हो कि चिसापानीबाट ठ्याक्क माथि उसमा पुगिन्थ्यो कि टपमा 24 मिनट्स हो कि 25 मिनट्समा रनिङमा सर्टकट है फेरि त्यो त्यस्तै रोडमा चाहिँ गइन्थेन र गाउँबाट त्यो डाँडा चाहिँ यता हो कि अहिले चाहिँ म उता गइरहेको छु सास बढ्यो यार उही जङ्गलको बिचमा आइपुगेँ म बिहान बाघ भयो भने त म केही छैन बाघसँग पनि लडिन्छ उही के कस्तो चियान छ त यार यो चियान त होइन क्या तर केही छैन अरे यार यो बाटो यता जान्छु भनेको यता मात्र गइरहे म कसरी जाने उता यता मासतिर गयो भने त कहाँ पुगिन्छ मनमा डर चाहिँ हल्का ट्रास जुका आयो कि क्या हो जुका आउने कि यताखेरि यार जुकाले फेरि क्याक पाऱ्यो भने त पारे यो बाटो ठ्याक्कै मलाई जहाँसम्म लगाएर पुगिन्छ होला उसमा टाउको त मेरो यत्रो भयो जस्तो फिल भइरहेको कहिले त यामा डर्दै रह्यो तलतिर यार पोखरा माथि गयो भने मेखलाङको गाउँ पुग्छ म चाहिँ यस्तो जङ्गलको बिचमा हिँडिरहेको छु के कस्तो के खनेको जस्तो जङ्गली मान्छे बस्छ कि क्या हो डराउनु पर्ने यार डर लाग्यो माइ लर्ड माथि उता फेवातालको भ्यू देखाउँछु भनेर बिच बाटो आएको यार घारीमा परेछु त म त यार के हो यस्तो घारीमा त बाघ बस्छ भन्छन् सुन्छन् फेरि यार कता केही हुने त होइन मलाई ओ माइ गड उडार छ त के डक्स यहाँ माथि त बाघ बस्ने जस्तै उस छ त यार कस्तो बाटोमा आएर फस्यो यार सेट भयो नि त यार टेन्सन भयो नि त यार ब्लकको चक्करमा यता आइहालेँ गुफा जस्तो भयो यहाँ माथि ठिस हुन्छ त यार बाघ भयो भने त बाघ दिइहाल्ने लडिदिने बाघसँग होइन अट्याक गर्न आएपछि त अब आफूले पनि त अट्याक गर्नु पर्यो होइन र के यस्तो यार यो बाटो त सिधै गुफामा गयो त यता माथि त गुफा तलबाट जान्छु म त अहिले फर्किने कसरी भइरह मलाई त यार डर लागिरह गएर मेखलाङको बाटो आउनुपर्छ क्या माथिबाट यस्तो बाटो कसरी आउने के कराएको यता त यो झाडीमा त बाटै छैन त के हो यस्तो झाडीको जङ्गलमा चाहिँ एक्लै आउनुहुन्न
मासला बाघले त यस्तो शिकार गर्छ भन्छन् यहाँबाट फुत्त निस्क्यो भने त गइगयो त यार किडक्स ए उस फिर्क गर्दा नि तर्सिँदो रहेछ यार यस्तो बेला थियो म पहिला दौडिन त मेथलाङबाट तलै नै आएको छु कि होइन तर यस्तो झाडी चाहिँ थिएन यार यस्तो झाडीमा त बाघहरू बसिहाल्छन् है उही भयो उहीमा मेरो साथी नै क्यामेरा भइरह है डराइयो किडक्स कहाँ जानु भनेर आएको कहाँ आइपुग्यो यार यो बाटो आउँछु जस्तो फिल भएको छैन यार सेट टाउको यत्रो भइरहेको क्या भित्र है भित्र त्यस्तो महसुस भइरहेको मलाई डर लाएर अब कोही नआउँदो रहेछ यो बाटोहरू कराएकोमा कुखुराहरू कराइरह बाटै छैन त यार यता हो कि यता हो यतै गइदिन्छु उहीमा कति गाडी हो फर्किँदा कसरी फर्किनु भयो यार टेन्सन भन्थ्यो यार ए यहाँ त सुन्तला हो त यार राम्रै ठाउँमा आइपुग्यो क्या हो सुन्तला रोपिरहेको त यार बाटै देख्दिनँ त यार सुन्तला देख्छु बाटै देख्दिनँ के को बिउ हो यो घर नि छैन कसरी बनाएर यहाँ अब यहाँ गएपछि चाहिँ उता ट्याक्क अगाडि गएपछि चाहिँ फ्याताल देखिन्छ होला त्यस्तै लगाइरह मैले फ्याताल त देखिनँ यो फ्याताल पनि देखिनँ बाटै देखिनँ यस्तो झाडी हो त यार कताबाट आयो यहाँ मान्छे सुन्तला रोप्न चाहिँ आउँदो रहेछ यो बाँदरले सुन्तला नखाँदो रहेछ क्या हो यहाँ तल रहेछ घर अलिअलि मनलाई शान्त भयो यस्तो झाडीमा हिँडिरह ए यहाँ माथि रहेछ ए म कहाँ आइपुगेँ बल्ल याद भयो ट्याक्क उता गएपछि चाहिँ ट्याक्क तलको फ्याताल देखिन्छ हेर्नु त फ्याताल चाहिँ होइन यता बाघ चाहिँ देखिन्छ जस्तो है हावातालमा हिँडेर बाटै छैन त यार अब यस्तो झाडीबाट जानै पर्यो होइन उक्लिनै पर्यो के हो यस्तो काँडा खाँदै यहाँ त यार यता त बाघ लस्केको जस्तो देखेछ है ए कि कहाँ आइपुग्यो यार गुल्टिँदा होइन म बच्चाले मुझे बच्चाले बचाऊ मलाई बचाऊ माछा बाघ बन्द आउँछ जस्तो देखिरहेको यार यस्तो झाडीमा तलबाट जाने रहेछ डर लाग्यो माइ लट यस्तो डक्स केही त छैन नि यहाँ माछा गुफा जस्तो नि देख्छु म त यार के हो यस्तो किडक्स कस्तो बाटो आइयो यार बाटो त के बाटो कस्तो घाडीमा आइयो खतरा मैले अब यसले अब नमस्ते गर्छ ट्याक्कै हाँसपछि यो ट्याक्क देख्नुभयो यसको कला हेर्नु यो पनि ट्याक्क यहाँ छोएपछि आफै हुन्छ ल हेर्नु खतरा हो यो खतरा हेर्नु त मैले खतरा देखाउँथेँ म भनेको अब यस्तो भ्यूहरू देखाउने मान्छे हो नि त भनेर भन्दिनँ क्याफेबाट घरबाट क्याफे मात्र देखाइरहेको छु है यस्तो झाडीमा हिँडिरहेको छु म किडक्स केले घोच्यो भनेको त घाँसले घोचेर रहेछ पसिनै निकालिदियो यार केही भएन फिजिकल नि फाइनल्ली अब चाहिँ फ्याताल देखिन्छ जस्तो छ ए बाटो यता रहेछ यो तल चाहिँ फ्याताल छ म देखाउँछु त्यही पनि यहाँबाट नदेखेँ ल म अलिक गुड फाइनल्ली मेथलाङ जाने बाटो भेटेँ यार अब फर्किने कुन बाटो भयो यार माथिबाट गयो भने धेरै टाढो लङ पर्छ यार मलाई पसिनै आयो
माथिबाट गयो भने लङ पर्छ यही बाटो फर्किदिने बालै फरेर दौडिने हो स्पिड यो अब म यहाँ डाँडा अलिकति यहाँ गएर ट्यागको यताको भ्यू देखाउँछु पोखरा च्याप्ट लाग्यो है त यो बाटो चाहिँ हिँड्दो रहेछ मान्छेहरू घाँस नि छैन एकैछिन त डरै लाग्यो यार त्यो जङ्गलको बिचमा है फाइनल्ली मैले देखाउन लागेको भ्यू चाहिँ आउन लाग्यो हो यहाँ रहेछ क्या यहाँ तल चाहिँ यहाँ चाहिँ गुफा पनि छ भन्ने सुनेको थिएँ मैले फाइनली आइपुगेँ यहाँबाट झर्यान्दो भन्छ फेवाताल फाइनली फेवाताल देखिए ये फेवाताल पहिला त वहाँसम्म थियो अरे खपाउँदै भन्दा त अहिले चाहिँ छैन डिज्नील्यान्ड चाहिँ हो यहाँ क्याटक पनि यहीँ छ अनि हो यो हल चाहिँ हिमालयन जावा भएको उता उता तन्नै छ क्लब 16 ल यही देखाउन आएको खासमा यहाँ बस्ने ठाउँ पनि रहेछ कि अब यही भ्यू हेर्न आएको गाइज यो चाहिँ लेक साइड भन्छ यसलाई चाहिँ लेक साइड ल के स्टेले हेर्छ यो एरिया चाहिँ यहाँबाट यस्तो लेक साइड हो यतासम्म है यो भ्यू हेर्न आइपुग्यो यहाँबाट चाहिँ माथि के अरे त्यो सम्राट दाइको भ्लग हेर्छु कि मैले कहिले काहीँ जमानाबाट हेरेको मैले सम्राट दाइको त्यो बेलादेखि हेरेको त्यो दाइको त्यो साहुजीको होटेलमा पुग्छ यहाँ माथिबाट गयो अब म चाहिँ फर्किन्छु यहाँबाट यही देखाउन आएको म चाहिँ फाइनल्ली लेक साइड यो चाहिँ लेक साइड एरिया भन्छ हो यो चाहिँ बाह्रै मन्दिर हो यो अनि यो माथिको चाहिँ व्हाइट गुम्बा यो चाहिँ शिवको मन्दिर यहाँ टपमा पुम्डीकोट ल गाइज फाइनली आइपुगेँ होइन ल अरू त केही भन्नु छैन आइपुगेको अरे यही सिन देखाउन ल्याएको सरर यता माथि गयो भने चाहिँ मेसलाङ पुगिन्छ सरर यही भ्यू हेरिन्छ ल यता पोखरा धेरै ठुलो हो क्या यहाँबाट यस्तो लिएर यस्तो पुरै राउन्ड यता पोखरा छ यता त जङ्गल छ अनि तल पोखरा म चाहिँ यहाँ आइपुगेँ ल यहाँ चाहिँ यति नै हो आजको भ्लग है आज अब गाह्रो पिरो नमान्नु होला ल आज यहीँसम्म अब चाहिँ म चाहिँ फर्किन्छु ब्याक टु होम ल अब जानु पऱ्यो कस्तो लाग्यो यता सब पोखरा छ म चाहिँ यताबाट जाने जङ्गलबाट ल फाइनल्ली मैले देखाउन भेट लागेको भ्यू यही नै हो फेवाताल भनेको यही नै हो पोखरेलीवासीहरूलाई चाहिँ देखिरहेको छ अब पोखरेली भन्दा अरूले देखोस् न फेवाताल होइन ल फेवातालको पानी एकदम आज चाहिँ धुमिलो भइरहेको किनकि पानी आएको थियो नि त राति त्यही भएर जुका पनि आउनु लागिसक्यो जुका चप्पल लाएर हिँड्ने क्या ल बाई बाई आजको भ्लग यति नै फेरि अर्को भ्लगमा केही न केही देखाउनेछौँ बाई बाई फाइनली घर आइपुगेँ म चाहिँ डराउँदै हो यत्रो भएको टाउको त्यो उसमा त यसमा डर लगाएर टाउको ठुलो डराएर म त एकैछिन भएको ल फाइनल्ली घर आइपुगेँ सेफली ल यति नै बाई बाई अब आजको भिडियो यति नै टाटा बाई बाई आजको भिडियो यति नै त 2-3 चोटि भनिसक्यो ल तैपनि आज अब चाहिँ लास्ट बाई बाई